हेलो साथीहरु, आज फेरि मैले एउटा कुरा सोचे बिहानैदेखि हामी के चीजमा चाहिँ रमाएको हुन्छ र रमाइरहेको छ भन्ने बारेमा। हामी जति पनि कहिलेकाहीँ अब घर परिवार साथीभाइसँग रिसाए पनि तर त्यो एउटा चीजसँग चाहिँ हामी कहिले पनि रिसाउँदैन क्या। रिसाए पनि एकछिनमा फेरि त्यही चीजलाई हेरेर मेरो जस्तै क्या यसरी मुस्कान आउँछ अनुहारमा मुखमा। त्यो चीज के हो साथी हो थाहा छ साथीहरुलाई? त्यो चीज हो मोबाइल। हामी आफन्तहरुसँग रिसाए पनि साथीभाइहरुसँग रिसाए पनि तर यो मोबाइलसँग कहिले पनि रिस उठ्दैन। रिस उठे पनि फेरि यही मोबाइलले हँसाउँछ। त्यही भएर म पनि यही मोबाइलसँग रमाएर बस्छु र तपाईहरु पनि को हुनुहुन्छ मोबाइलसँग रमाएर बस्ने प्लिज कमेन्ट गर्नु है कमेन्ट बक्समा। र मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर गर्नु भन्दै सबैजनालाई धन्यवाद। बाइ बाइ।